नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानल रहेको छ राम कैलाश थापा। सबैजनाले फुल वाच गरेर मलाई पनि सपोर्ट पुर्याइदिनु होला भन्न चाहन्छु। यो चाहिँ हाम्रो युनाइटेड स्टेट अफ युटा लेक पावल भन्ने ठाउँमा हामी चाहिँ 4-5 वर्ष अगाडि गएको थियौँ पिकनिक। त्यो बेलामा लिएको ब्लग हो है। यो चाहिँ ट्युबमा चढे चाहिँ मेरो सानो छोरी अलिसा थापा। र सबैजनाले फुल वाच गरिदिनु होला भन्न चाहन्छु। र यो भिडियो सँगसँगै हजुरहरूले चाहिँ एउटा लैजाउला हङकङ सहर भन्ने एउटा गीत छ, युट्युबमा राखेका छौँ लैजाउला हङकङ सहर भन्ने। यो पनि हेरिदिनु होला सबैजनाले हस् भन्दै यो गीत चाहिँ म प्ले गर्नु लागिरहेको छु। धन्यवाद। सोल्टीज्यू सोल्टिनीलाई गाउँमा छोडेर त्यो बिरानो हङकङ सहर जाँदै हुनुहुन्छ। कतै माया त मार्नुहुन्न नि सोल्टीज्यू। सोल्टिनीज्यू के कुरा गर्नुभएको त्यस्तो? म त्यो बिरानो हङकङ सहर गए पनि मेरो मन त हजुरकै यादमा हुन्छ नि सोल्टिनीज्यू। सोल्टीज्यू त्यो बिरानो हङकङ सहर जाँदै हुनुहुन्छ। तपाईँको हरेक पहिलामा यो सिलाम साकमाले रक्षा गरोस् है सोल्टीज्यू। ल है सोल्टिनी, नमरी बाँचे कालेले साँचे। अब 5 वर्षपछि हजुरलाई यही गाउँमा भेट्न आउँछु है सोल्टिनीज्यू।
ल साथी हो, कस्तो लाग्यो त गीत होइन, अनि भिडियो सबैजनाले हेरेर साथ दिनुभयो, सपोर्ट गर्नुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो चाहिँ लेक पाउलको बुलफ्रग भन्ने एउटा एरिया हो, त्यहाँबाट चाहिँ सुरु हुन्छ। यो चाहिँ अर्को एरिजोनासम्म चाहिँ यो लेक